साथीहरू नमस्कार। आज फेरि पनि म तपाईहरुमाझ बुहारी सिरियलको रिभ्यू भिडियो लिएर आएको छु भने अघिल्लो एपिसोडमा के भएको थियो र अब आउने एपिसोडमा के हुनेछ भन्ने विषयमा हामी चर्चा गर्नेछौँ। त्यसैले भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्दै गर्नुहोला। हो साथीहरू, यति बेला रामको गाउँमा पुरै चुनावी माहौल बनिरहेको छ भने यति बेला रामको पक्षमा सबै मत पाउने कुरा बिरजङ र बिरजङको छोराले थाहा पाएपछि नयाँ षड्यन्त्र रचेर यति बेला रामलाई फसाउन खोज्दैछन्। हो साथीहरू, जुन केटी म महिलाहरूको हकितका लागि लड्छु भन्दै त्यो गाउँमा आएकी थिए, त्यो केटी अरू कोही नभएर बिरजङले खटाएकी एउटा केटी रहेछ, जसले केही समय अगाडि रामले मेरो इज्जत लुट्न खोज्यो भनेर भनिरहेकी थिए। त्यो एकदमै गलत हो। तिनीहरूले राम र रामका गाउँलेहरूलाई यसरी हराउनका लागि खेल खेलिरहेका छन् कि त्यो हामीले अहिलेसम्म सोच्न पनि सकेका थिएनौँ। हो साथीहरू, अब कुनै पनि हालतमा यिनीहरूलाई चाहिँ कारबाही गर्नुपर्छ। रामले अब घुम्न लागेको फेरि पनि त्यो मतलाई चाहिँ सबै सामु स्पष्टीकरण दिएर त्यो मत फिर्ता ल्याउनुपर्छ र रमेशले चुनाव जित्दै न्यायको जित हुनुपर्छ। फेरि बिरजङ र बिरजङको छोरा त्यो विशाल सबैलाई चाहिँ जेल हाल्नुपर्छ भन्ने जतिले चाहिँ हाम्रो च्यानललाई सब्स्क्राइब गर्न भने पक्कै पनि नभुल्नु होला। साथै कमेन्ट सेक्सनमा रामको बहादुरीका लागि राम लेख्न भने पनि पक्कै नभुल्नु होला। हो साथीहरू, यति बेला अब चुनावी माहौल बढ्दै जाँदाखेरि बिरजङले त यतिसम्म गरिसक्यो कि पैसा बाँड्ने कामदेखि लिएर हरेक काम गरिसक्यो, तर कुनै पनि हालतमा बिरजङ र बिरजङको छोरालाई चाहिँ सफल हुन दिन हुँदैन। रामले जसरी भए पनि सत्यको जित गराउनुपर्छ र त्यो जुन केटी पैसा खाएर रामलाई फसाउन भनेर लागि परेकी चाहिँ त्यसलाई पनि कडाभन्दा कडा कारबाही गर्नुपर्छ भन्ने पक्षमा भएका जतिले चाहिँ कमेन्ट सेक्सनमा बताउन भने पक्कै पनि नभुल्नु होला। साथै अब आउने एपिसोडमा चाहिँ रामले आफूलाई म गलत छैन है भनेर चाहिँ पुष्टि गर्नुपर्ने हुन्छ, तर राम त्यही कामका लागि पनि लागि पर्नेछन् र अन्ततः जसरी भए पनि सबै प्रमाणहरू जुटाएर रामले त्यो गाउँमा सबैलाई सम्झाइ बुझाइ गरेर फेरि पनि रामका गाउँलेहरूलाई सबैलाई एकमत बनाएर चाहिँ रमेशलाई चुनाव चिन्हमा भोट हाल्न लाउनेछन् र रमेशले जितेसँगै त्यो गाउँमा न्याय आउनेछ र रामले चाहिँ त्यो गाउँमा फेरि पनि सुख शान्ति ल्याउनेछन्। हुन त अब रमेशले जितिसकेपछि रमेशले नै गर्ने हो काम, त्यही पनि यो सबै काम भनेको, यो सबै भूमिका भनेको त रामको छ नि त। त्यो भएको भएर हामीले चाहिँ रामलाई नै सम्मान गर्नुपर्ने हुन्छ। रमेशहरू रामहरू सबै गाउँलेहरू मिलेर अब रामको परिवार रामको गाउँमा चाहिँ खुसी छाउनुपर्छ भन्ने जतिले चाहिँ हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु होला भन्दै हाम्रो यो नयाँ च्यानललाई माया गर्दिन भने पक्कै पनि नभुल्नु होला। आजका लागि चाहिँ बिदा हुन चाहन्छु। हवस्, नमस्कार।